सुखमा त सबै साथ हुन्छन्, चाहे आफन्त होस् वा मित्र। सुखमा सबै आफन्त तथा मित्रहरू एभाइलेबल हुन्छन्, नजिक पनि हुन्छन्। र त्यही आफन्तहरू, मित्रहरू दुःख पर्दा वा आर्थिक समस्या पर्दा सबै टाढिन्छन्। मानव तपाईँ उनका कोही होइनन्। यी सब हामीले देखेका छौँ र भोगेका पनि छौँ। त्यसकारण असल अभिभावक त्यो हो जसले आफ्नो अनुपस्थितिमा आफ्नो परिवारको ओठको मुस्कान र भविष्य सुरक्षित राख्दछ। आजको सानो बचत भोलि परिवारको ठुलो छाडी बन्न पुगोस्, यसलाई सम्भव बनाउँछ त केवल जीवन बिमाले। जीवन बिमा नै परिवारप्रतिको सच्चा प्रेम हो। जीवन अनिश्चित छ, तर परिवारप्रतिको जिम्मेवारी निश्चित हुन्छ। हामी रहँदा हामी आफ्नो परिवारको हरेक आवश्यकता पूरा गरिरहेकै हुन्छौँ, तर म नहुँदा मेरो परिवारको के होला भन्ने प्रश्नको सबैभन्दा भरपर्दो उत्तर नै एलआइसीको जीवन बिमा हो। जीवन बिमा प्रतिको यहाँहरूको अनुभव, धारणा कस्तो छ? कृपया कमेन्ट गर्नुहोला। भिडियो मन परे आफ्ना साथीहरूलाई पनि सेयर गर्न नबिर्सिनुहोला। हस्, धन्यवाद।